आज फेरि म जोशी फिल्म स्टुडियोमा गएको छु है। किन गएको छु भन्ने कुरा चाहिँ हजुरहरु भिडियोको लास्टमा थाहा पाउनुहुनेछ। अन्तिमसम्म हेरिदिनु होला। फर्स्टमा त म घरदेखि निस्किए हैन। म चाहिँ हिजो बस पार्क आएको थिएँ नि त, अनि त्यहीबाट जाँदै छु। यो चाहिँ 2 नम्बर गेट भइहाल्यो बस पार्कको। यहाँबाट चाहिँ म सिधै अटो समातेर जान्छु। यो स्टुडियो चाहिँ टिकापुर रोड जाने बाटो नजिकै छ। म चाहिँ यो स्टुडियोमा फर्स्ट टाइम गइराखेको छु। उहाँहरुसँग मेरो भेट चाहिँ मेरो बर्थडेमा भएको थियो। जतिजनाले मेरो बर्थडेको फोटो र भिडियोहरु हेर्नुभयो उहाँहरुलाई चाहिँ थाहा छ। म त्यहाँ पुगिसकेपछि मलाई चाहिँ वेलकम गर्नुभयो। सबभन्दा पहिला चाहिँ पानी दिनुभयो है। अनि एकछिन कुराकानी पछि उहाँले मलाई सबै फोटो फ्रेमहरु देखाउनुभयो। हजुरलाई चाहिँ कुन मन पर्यो म्याम भनेर सबै देखाउँदै हैन, सबैको प्राइजहरु भन्दै जानु भएको थियो। अस्तिको मेरो सबै फोटोहरु चाहिँ उहाँले कस्तो राम्रो निकाल्दिनु भएको थियो के। ती फोटोहरु मोबाइलमा राख्यो भने त कहिले डिलिट भएर पनि जान्छ नि त, अनि फ्रेम बनाएर राख्यो भने त सधैँभरिको लागि हुन्छ। म चाहिँ कुन बनाउने होला भनेर सोचिरहेको थिएँ कि हैन, जुन देख्यो त्यही मन परिरहेको थियो हैन। सबै यति धेरै राम्रो थियो नि। म चाहिँ एउटा मात्रै बनाउने हो नि त, अनि त्यही भएर सबै हेरिसकेपछि मैले एउटा फाइनल गरे है। मैले चाहिँ अलिकति ठुलोमा चाहिँ यो सिंगल वाला फ्रेम चाहिँ बनाउने सोचे। उहाँहरुले चाहिँ गेम खेलाइराख्नु भएको रहेछ के। गेम के भन्दाखेरि 500 भन्दा बढीको सामान हजुरहरुले लिनु भयो भनेपछि एउटा कुपन दिनुहुन्छ। त्यसमा चाहिँ नाम, एड्रेस र अनि फोन नम्बर राख्नुपर्छ। अनि यो हप्ताको लास्टमा चाहिँ उहाँले चेक गर्नु हुँदो रहेछ के, अनि एउटा नाम चाहिँ निकाल्नु हुन्छ हैन। त्यो नाम चाहिँ जसको पर्यो उहाँले चाहिँ जति पैसा तिर्नु भएको छ त्यो पनि रिटर्न आउँछ, र जुन सामान लिनु भएको छ नि त्यो पनि फ्रीमा पाउनुहुन्छ के। अनि मेरो बिल चाहिँ 500 भन्दा बढी भएको थियो है। अनि गेमको रुल अनुसार मैले पनि एउटा कुपन पाएँ। त्यसमा चाहिँ मैले आफ्नो एड्रेसहरु लेख्दै छु। अब यो हप्ताको लास्टमा चाहिँ एउटा नाम निकाल्नु हुन्छ, त्यो नाम चाहिँ मेरै परोस् भन्न चाहन्छु म। अनि हजुरहरु पनि आफ्नो भाग्यलाई चाहिँ आजमाउन चाहनुहुन्छ भनेपछि त्यहाँ जान सक्नुहुन्छ है। अनि एउटा अर्को मेन कुरा, मैले अस्ति नै भिडियो सुट गरेको बेलामा चाहिँ मात्र 1500 मा चाहिँ 10 वटा फोटो भन्दाखेरि चाहिँ धेरै जनाले चाहिँ यति महँगो भने चाहिँ भन्नु भएको थियो है। त्यो चाहिँ के हो भन्दाखेरि 10 वटा फोटो चाहिँ एकदम हाई क्वालिटीको दिनुहुन्छ एडिट गरेर। हामीहरु जुन घुम्न गएको बेलामा 20 रुपैयाँको एउटा फोटो खिच्यौं नि, त्यो फोटो चाहिँ मोबाइलमा पुग्दासम्म चाहिँ बिग्रिहाल्छ नि त। उहाँहरुले बनाएको फोटो चाहिँ त्यस्तो हुँदैन। फोटो मात्रै हो कि भन्नुहुन्छ होला हैन, रिल्स पनि आफ्नो तर्फबाट उहाँले खिच्दिनुहुन्छ। अनि हजुरहरु पनि आफ्नो स्पेशल दिनको मेमोरीहरुलाई चाहिँ क्याप्चर गर्न चाहनुहुन्छ भनेपछि उहाँहरुलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ उहाँको सबै डिटेल राख्दिएको छु, हजुरहरु हेर्न सक्नुहुन्छ। मेरो सबै कामहरु भइसकेपछि म घर जाँदै छु साथीहरु।